है म अहिले थाकिसकेँ। लेट्सी हामी कहाँसम्म पुग्छ मलाई थाहा छैन। झर्ना सिस्टर अगाडि अगाडि हुनुहुन्छ, मेरो भिडियो बनाइदिँदै हुनुहुन्छ। एकदम हेरौँ के हुन्छ ल गाइजहरू। हामी हिँड्यौँ, अब मलाई गर्मी भयो होला, बल्ल छातामा आउनु भएको छ होइन। अनि छाता दुईजना ओढेर हिँड्यौँ। छाता ल्याइएन त अब के गर्नु होइन। अनि पानी पनि हिँडाले छैन, माथि पसल छ होला नि त। अनि के हुन्छ देखाउँदै जानेछौँ तपाईँहरूलाई ल गाइजहरू। हामीलाई पसिना पनि आइसक्यो, हामी दुईजना अब ट्रेकिङ हिँडेको। अनि त्यसपछि कुकुर आएर स्याहार गरे जस्तै भयो भाइ मलाई त। अनि हिँडिरहेको छौँ, हेर्नु यस्तरी पसिनाहरू आएर। खै हामी बेसमा छौँ होइन। ऊ त्यो होइन, त्यो सिङ्गलवाला रुख, यो बिचको रुख ठ्याक्कै मेरो औँलाको त्यहाँनिर छ अरे मन्दिर चाहिँ। हामी टक्क यहाँ बसेर पानी खान्छौँ। ऊ भाइ बहिनीहरू हामीलाई लोकेसन देखाइदिन्छन् उनीहरूले होइन। लोकेसन देखाएको नि, दिदीले पानी दिनुहुन्छ अब हामीलाई। हुन्छौँ, थ्याङ्क यू दिदी। दिनु खानु सिस्टर, सिस्टरले पानी खानुहुन्छ। अनि यही लिएर जाउँला है, अनि पछि छोडिदिन्छ हुन्छ यो पो त। चाहिँ यहाँ एकजना दिदीको घरमा बसेर अनि अब पानी खाएर रेस्ट गरेर जान्छौँ। हामीलाई 1.5 घन्टा त स्योर लाग्छ है दिदी, लाग्छ है। उकालो छ यहाँ सिधै जाने हो नि है। सिधै जाने हो। त्यो घरको उपल्लो घर छ नि, त्यो घरको यतापट्टि तागा लाग्छ आउँछ। त्यहाँबाट फेरि ठाडै त्यहाँ माथि गएर ठुलो टङ्की छ। टङ्कीमा पानीको धारा चाहिँ छैन, त्यही भएर त्यहाँबाट यता जानु। तिर्खा लाग्यो, डोरेटो बाटो छ, यहीँ हेर्दै 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 जानु। ल हुन्छ दिदी, हजुरलाई थ्याङ्क यू बाटो सिकाइदिएकोमा होइन। उकालो भनेपछि फेरि हामी यस्तो उकालो हिँड्दैछौँ। यता मुनिबाट आएको, अघि पानी खाएको घर हो, त्यो तलको घर हो। अनि यो चाहिँ विश्व खर्क गाउँ अरे सिस्टरले भन्नुभएको। अनि कस्तो बस्ती रहेछ है यो ठाउँ चाहिँ। खुट्टाले थाहा पाएर रेस्ट गर्दैछन् खुट्टा। हाम्रो सिस्टरले के पाउनुभयो कुनै, के पाउनुभयो सिस्टर? ए ऐसालो आमामा, खै हात देखाउनु त, हातको ऐसालो धेरै। ऊ यहाँनिर रहेछ नि सिस्टर, यति धेरै टिप्नु भयो। तर हजुर त मभन्दा धेरै हिँड्नु हुँदो रहेछ। म त स्याहाँ भइसकेँ सिस्टर। स्यालो खान्छौँ होइन, सिस्टरले टिप्नुभयो। हेर्नुहोस् गाइजहरू, ऐसालो तपाईँहरू कसले खानु भएको छ, यसको टेस्ट कस्तो हुन्छ कमेन्ट गर्नु होला तल है। कस्तो मिठो रहेछ है यो ऐसालो। तर यस्तो खडेरीमा फरेको चिज जे पनि मिठो हुन्छ नि सिस्टर, रसिलो हुन्छ अरे क्या, टेस्टी। बुझ्नुभयो? जाऊँ सिस्टर, मभन्दा धेरै हिँड्नुहुन्छ, म चाहिँ सक्दिनँ सिस्टर जति। हिँडिरहेछौँ। आई जस्ट ट्राई टु वाक, आई जस्ट ट्राई टु बी अ ट्रेकिङ पर्सन है। म एकदम कोसिस गर्दैछु आफूलाई। अनि यस्तै हो गाइजहरू, कहिलेकाहीँ पाएको बिदालाई सदुपयोग गर्ने त हो नि। यहाँनिर टक्कर रेस्ट गऱ्यौँ होइन, हावा खाइरहेछौँ, लिइरहेछौँ। अनि त्यसपछि हामी डाँडा जाने हो, त्यो माथिको डाँडा हो। हेलो सिस्टर। हाई। हजुरलाई के गर्नु मन छ? मलाई ट्रेकिङ गरेर त्यो माथि डाँडामा जाने होइन। त्यो माथि डाँडामा गएर अनि कोहीलाई आई लभ यु भन्न मन छ के। तपाईँलाई छैन? छैन। डाँडामा गएर के, त्यो डाँडाको टुप्पामा गएर। ठिक छ ल। भाले बुकी, यसलाई कुन फुल सिस्टर? यो बुकी फुल हो। ए बनमारा हो। बुकी फुल पनि यस्तै कलरमा हुन्छ है, यस्तो मजाले फुलेको छ। र अनि बाटो बिर्सेर अब हामीले भिडियो कल गरेर सोध्दैछौँ होइन। के अरे हामी यहाँ माथि निस्क्यौँ, विश्व खर्कदेखि माथि। हजुर। अनि त्यो पानी ट्याङ्की छ नि,
अनि त्यो पानी ट्याङ्की देखि कता जाने हो दुईटा बाटो रहेछ यस्तो तेर्से अलिकति माथि आएर अलिकति माथि आएर यस्तो तेर्से निस्केको त बाटै हरायो बिचमा त हजुर नाइ यो त हिँडेको छैनन् के अर्को बाटो आएर हो कि हामी चौरबाट तेर्से यता हामी के फेरि के ठाडै जाने हो हजुर ए ल आउनु सिस्टर यता हामीले बाटो अलि बाटो छ होला यति यति होला भनेर आएको त बाटो बिर्सेर हामी फेरि आएकै बिचमा फिर्ता हुँदैछौँ छाता डाउन गरे पनि हुन्छ सिस्टर तपाईँलाई अझै गर्मी भइरह हामीलाई पालो पालो गर्मी भइरहेछ एकजनालाई एकपटक हुन्छ दुईजनालाई गर्मी हुने माहौल छैन हामी छैन मात्रै छाता छ त्यही भएर त्यो भएर पनि हो यहाँको बाघ बस्ने खोर हो अरे पहिलाको पुरानो होइन सिस्टर यही हो भनेर हामीले गेस गरेर छौँ झर्ना सिस्टर पुरा हिँड्नु सक्नु भएको छ अनि खोरहरू के अरे कताबाट ए त्यो इन्ट्री पोइन्ट रहेछ यो एक्जिट पोइन्ट रहेछ यो उसलाई के भन्छन् त्यसलाई कसलाई त्यो पासो राख्ने जस्तै कि ए बाघको बनाएको के ए ए फसाउनको लागि ए ए लगभग हामी जङ्गलको बिचमा आइसकेको छौँ अब यहाँबाट जस्ट 15 मिनट लाग्छ भनेर भन्नुभएको छ हेरौँ कति मिनट लाग्छ थाहा छैन हामी त यो उकालो हिँड्दा हिँड्दा अझै हामीले डेस्टिनेसन नभेटाइसकेपछि हामी फर्किने निर्णय गरेका थियौँ होइन सिस्टर धन्य अनि त्यसपछि फेरि हामीलाई इन्करेज गर्ने कि हाम्रो अनलाइन फ्रेन्डहरू है उहाँहरूलाई म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु उहाँहरूले गर्दा चाहिँ हामी फेरि बाटोतिर लम्किरहेको छौँ लेट्स हेरौँ अझै के हुन्छ गइन्छ गइन्न थाहा छैन है गाइजहरू अब आफ्नो बोतलहरू छ म धाराबाट खान सक्दिनँ क्या सिस्टर अनि म गिलासमा पानी खाए पनि खाए जस्तो फिल हुँदैन मलाई जगबाटै घट्ट खानुपर्छ अनि त्यसपछि अब हामी मन्दिरभित्र पूजा गर्ने तरिकाले त आएको होइन जस्ट हेर्ने अनि त्यसपछि दक्षिणा छोडेर जान्छौँ हामी चाहिँ त्यही हो ल चिसो रहेछ है पानी चाहिँ तातो होला भन्ने सोचिरहेको थिएँ तपाईँ पनि खानु दिनु न सिस्टरले नि खाँदै हुनुहुन्छ अब पानी खाएर हामी मन्दिर दर्शन गरेर अनि फेरि झर्छौँ तलतिर अब हामी चाहिँ मन्दिर प्रस्थान गर्छौँ होइन यतै हो यहीँभित्र हो भेटी चढाउने त्यहीँबाट अहिले भयो होस् हामी पूजा गर्नु चाहिँ आएको होइन खाइसकेर भेटी चाहिँ चढाइदिन्छौँ अनि प्रस्थान गर्छौँ सक्छौँ होइन 3 पटक भयो अनि मैले चाहिँ दक्षिणा चढाएँ होइन सिस्टर तपाईँ पनि जानु अब हुन्छ होइन जानु सिस्टर अनि भित्र मन्दिरमा गएर गर्दै हुनुहुन्छ सिस्टरले अलि धेरै कुरा माग्नु है मलाई त माग्न पनि आउँदैन है भयो सिस्टर यहाँ चाहिँ के यो लेखेको छ ओम तम्मेनम शिव सङ्कल्प मुस्तिकारे श्री लोकसर महादेव मन्दिर तपाईँ रेडी हुनुभएको फोटो क्लिक गर्नलाई ए ल अब हामी मन्दिरमा दर्शन गरेर अब हामी प्रस्थान गर्दैछौँ आफ्नो ठाउँमा फाइनल्ली डेस्टिनेसनमा आइयो है अनि कस्तो लाग्यो सिस्टर यहाँ चाहिँ तपाईँलाई राम्रो लाग्यो राम्रो है जाम अब छाता बोकौँ है यहाँबाट चाहिँ उता तल मोटर बाटो छ हामी चाहिँ फेरि अघि जुन जङ्गलबाट आएको थियौँ त्यही जङ्गलबाट जाँदैछौँ है अनि यस्तो छ हेर्नुहोस् यता चाहिँ
यस्तो भ्युजहरू छ पछाडि यस्तो छ है आउनु सिस्टर अझै गर्मी भइरह यो चाहिँ हाम्रो पानी हो अब जाम गयौँ हामी निक्ल्यौँ बाँकी यस्तै हो मैले सोचिरहेको थिएँ अब यहाँ त मन्दिर भइसकेपछि होटेलहरू पनि छ होला पसलहरू होला छ भन्ने सोचिरहेको थिएँ त्यही भएर सिस्टरलाई केही नभनेर जाम माथि पाउँछ भनेर आएको त लुज जायो त केही नपाउँदो रहेछ कस्तो खुट्टा पिरो भयो नि सिस्टर खुट्टा पिरो भयो अब गइन्छ सरासर अनि सिन्तानामकोमा कति बजी हेर्नु त सिन्तानामकोमा जाने 1:30 ए सुन्ता मेमकोमा जाने मासु ल्याउने मोमो बनाउने भयो त्यति धेरै दुःख नगरौँ आज त्यतै बनाएर खाउँ न हुँदैन सुन्ता मेमकोमै गएर किन एक्लै त झ्याउ लाग्छ ब्याक टु रुम हुँदैछौँ है जङ्गलतिर लाग्यौँ अब एट द एन्ड है दिब्रु मन्दिरलाई सिस्टर बाई गरिदिनु न बाई गरिदिनु भयो सिस्टरले नि मैले पनि बाई गरेँ ल मन्दिरलाई अब के गर्नु टिकटक बनाइयो है टिकटक बनाएर अब हामी हिँड्यौँ यताबाट अनि त्यसपछि अब हामी एक ठाउँ बसेर खान्छौँ होला त्यो जङ्गल यस्तो छ अनि सिस्टर बिजी हुनुहुन्छ उता फर्क्यौँ तपाईँहरूलाई मैले यता माथिको भ्यू अघि हिँड्दा हिँड्दै थकाइ लागेर मैले देखाएको छैन त्यो भ्यू देखाउने छु वाउ खालको भ्यू छ तर मेरो मोबाइलको क्यामेरा ओ माइ गड डट्ठी छ होइन ठिकै छ तर डट्ठी भए पनि म क्याप्चर गर्ने ट्राई गर्नेछु है अनि हेऱ्यौँ सिस्टर डराउनु भयो लडेको देखेर रुक्नु न अघि गाह्रो भएर मैले यो क्लिप गरेको थिएन होइन यो चाहिँ यस्तो छ अनि क्याच इट यो चाहिँ मान्छेहरू बसेर खाजा नि खानुहुँदो रहेछ यो के छ र चुराहरू छ काङ्युहरू छ जो बस्न आनन्द लाग्छ चुरा काइयो भूतको घर रहेछ निस्किनु भागम भागम डर लाग्यो मलाई भूतको घरमा त्यस्तो भ्यू छ है यहाँको अघि मैले जाँदाखेरि चाहिँ क्लिक गर्न सकेको थिइनँ यस्तो खालको भ्यू छ हामी त त्यो स्टपमा आएको है गाइजहरू डरायौँ हामी एकछिन है टिकटक बनाउने क्रममा झन्नै नलडेको सिस्टरहरू त्यहाँ हिँड्दै हुनुहुन्छ अब ओह्रालो हिँड्दाखेरि त झन् खुट्टा पनि थपक्कै हुन्छन् जस्तो छ यार सिस्टर है न ओह्रालो हिँड्न सक्ने न उकालो हिँड्न सक्ने सम्मको ठाउँ खोज्छ यो खुट्टाले के गर्ने होला यार यस्तो खतरा भ्यू छ हेर्नुहोस् तल फाँटहरू मलाई चाहिँ फाइनल्ली यो माथि डाँडामा आइसकेपछि खतरा मन पर्यो तपाईँहरू चाहिँ यो दिब्रुङको मन्दिर को आउनु भएको छ है भन्नु होला कमेन्ट गर्नु होला मन्दिरमा गइसकेपछि आनन्द फिल भयो हामी आधी घन्टा 1 घन्टा त्यहाँ गएर रेस्ट गऱ्यौँ अनि त्यही हो त्यसपछि हामी गन्तव्यतर्फ अब अघिको गन्तव्य माथि मन्दिर पुग्ने गन्तव्य थियो अहिले चाहिँ कसरी रुम पुग्ने भनेर सिस्टर लुमला हिँडिराख्नु भएको थियो सिस्टर त कहाँ हेर्नु होला अब हिँड्ने बेला होइन सिस्टर हामी खाजा खानलाई बस्यौँ एउटा चाउचाउ ल्याएको थियौँ तलबाट त्यही चाउचाउ खाऊँ चित्त बुझौँ कोठासम्म पुगौँ होइन घुमेर आएर अब अझै आधी बाटो जान्छ नि सिस्टर फुटेको रहेछ सुक्खा नि हो र फुटेको रहेछ म खान्थेन खासै खुर्सानी चाहिँ खान्छु फेरि हात चाहिँ हामीले धोएर आएको पाइदियो है माथिबाट है बाटोमा आउँदा चाहिँ फोहोर भयो पनि अब के गर्नु यहाँ पानी पाउँदैन जस्तो भयो पनि खानै पर्यो अब के हेर्नु मान्यो कस्तो आइरहेको झन् सिस्टर चाउचाउ पनि अलि अर्कै खालको चाउचाउ रहेछ के चाउचाउ हो या काट्नु
साथी रहेछ हामीले साथी चाउचाउ खाइरहेछौँ बरु वाइ ठिक हुन्छ है वाइ अनि रार फुटेको रहेछ यस्तै छ रमाइलो छ जङ्गलको बिचमा छौँ तर मान्छे यो बाटो धेरै नहिँड्दा रहेछन् है कोही भेटेन नि त एकजना मान्छे पनि भेटेनौँ कि हामीले 2 घन्टाको बाटो हिँड्दा थाहा नपाएर मात्रै आएको थाहा पाएको अब सेकेन्ड टाइम 2 जना एक्लै आउनु डर लाग्छ यो जङ्गलमा है तपाईँ बस्ने बस्नु नजिक चितुवा पाउँछ भने त यो जङ्गलमा पनि किन नपाउनु अभियसली पाउँछ नि होइन र है जाम धेरै नबसौँ है किन डर लाग्यो केही हुँदैन सबसँग सकिन्छ जङ्गली जनावरसँग चाहिँ आफै सचेत हुनुपर्छ यो तर्को भयो कि म तर्कोहरू चाहिँ खान सक्दिनँ त्यस्तो पानी हालेर खान्छु है म त्यहाँको पानी चाहिँ कस्तो मिठो है नुन धेरै भएपछि चाहिँ म केही पनि खान सक्दिनँ मलाई बोलाउनु पर्यो खाना खाना भनेपछि गाइजहरू नुन कम हाल्नु है मैले चाउचाउमा पानी हालिदिएँ है अब पानी हालिसकेपछि म यसरी चाउचाउ पाके जसरी पकाएर खान्छु तर मिठो हुन्छ सिस्टर है तपाईँले खानु भएको छैन यस्तो नि मिठो हुन्छ बाँकी भिडियोहरू कोठा पुगिसकेपछि बनाउँछु म बिचमा सक्नेवाला छैन है अनि त्यसपछि हामीले बेलुका के खान्छौँ त्यो पनि क्लिक गर्नेछौँ त्यसपछि बल्ल अपलोड हुनेछ सेविका गति मगरमा आज हामी मोमो खान गइरहेछौँ होइन यो चाहिँ किमा रेडी भइसक्यो अनि हाम्रो यता सिस्टर बेल्दै हुनुहुन्छ यो गाउँको पिठो ठुलो भयो त त्यो त ठुल्ठुलो खाने मोमोको बनाउँदैछौँ होइन डल्लाहरू जता गए नि मोमो नुनहरू यो के को लागि मगाउनु भएको बेलुका राख्नको लागि यसमै लागि क्या दामी स्मेल है किमा फुटेर हुँदैन हुँदैन धेरै भयो भयो धेरै ठुलो नहुनु म चाहिँ तपाईँको जस्तो बनाउँदिनँ डल्लो डल्लो बनाइदिन्छु हुन्छ हुन्छ यो पिठो नै त्यस्तै छ क्या यो अलिक खस्रो हुन्छ नि त मोमो रेडी हुँदैछ होइन भयो सिस्टर छेउछेउमा नि छिट्टो बन्छ जस्तो छ मोमो चाहिँ अब किनभने चाहिँ ठुल्ठुलो होइन यो पिठो त्यस्तै रहेछ सिस्टर पिठो त त्यस्तो त्यस्तै हुँदैन छ पिठो खस्रो हुन्छ नि त यो आटा होइन क्या पिठो नै हो त्यही भएर गाइजहरू बाँकी पछि देखाउँछौँ ल हामीले अरे सिस्टर हजुर त्यो के हो अरे यो मोमो हो है डेकोरेसन भन्नुभयो होइन यो झर्ना सिस्टरले डेकोरेट गर्नुभएको मोमोलाई किमा नपुगेर हामीले आज मोमो खानु गइरहेछौँ है टक्क 3 भाडा छ फाइनल्ली मोमो रेडी भयो अब हामी गएर स्टिम गर्छौँ भइसक्यो अब हामी खान थाल्यौँ होइन सिस्टर ओ लाइट त डाउन गर्नु न कत्रा मिठो सुप हेर्नुहोस् यहाँ छ है अचार यता हामी त मोमो बनाएर हेलो गाइजहरू हामीले मोमो बनाइसक्यौँ देखौँ न मोमो
अँध्यारो छ होइन अहिले देखिँदैन त्यही भएर देखिएन पुरै आँखा टल्टिने टेस्ट गरौँ कस्तो खतरा छ होला होइन ल चेस गरौँ अब हामी त मोमो चेस गर्छ चटनी त्यत्तिकै मिठो छ अनि सुप देखाउँ न झन् छ सुप देखाउनै मिल्दैन क्या चम्मचले देखाउनु त हजुरको एक्स्ट्रा चम्मच भएछ म देखिसकेँ भयो भन्दा हुने हामी चाहिँ ट्रेकिङबाट रिटर्न ब्याक भयौँ होइन आइसक्यौँ उहाँको काम हेर्नु न मानिन्छ अनि आइसक्यौँ अब हामी हेल्थ पोस्ट त्यहाँ उता छ अब नजिक आइसक्यौँ त्यहाँ छ झर्ना सिस्टरको होइन मोमो बनाएर खाने मोमो बनाएर खाने हो ओके बाई गाइजहरू है मेरो युट्युब च्यानललाई चाहिँ कन्टिन्यू हेरिदिनु होला अनि अन्तिममा गएर चाहिँ लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला है ओके बाई बाई फेरि भेटौँला हस्